आजको भिडियो चाहिँ स्टार्ट हुँदैछ मेरो फुल टिपाइबाट। बिहानै उठेर नुहाइधुवाइ गरेर म चाहिँ फुल टिप्नको लागि गएँ। हेर्न सक्नुहुन्छ फुल चाहिँ यति राम्रो राम्रो फुलेको रहेछ। सो हे गाइस, नमस्ते जुजुलप्पा सबैजनालाई। अरू सबैजना कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। आज चाहिँ एकादशी थियो र म बिहानै नुहाइधुवाइ गरेर फुल टिप्न गएँ र यता चाहिँ हेर्न सक्नुहुन्छ अचम्मै भयो गाइस। अरू दिन चाहिँ नखुस्किने बाछा, आज चाहिँ खुस्केर दुध खाएछ सबै। र यता चाहिँ गोलुले हाय भन्दैछ। र यता चाहिँ म चाहिँ कानमा फुल सिउरेर फेरि यता हातमा दाउ बोकेर कता हिँडेको भनेर सोच्नुहुन्थ्यो होला। म चाहिँ बाँसघारीतिर हिँडेको गाइस। र यता चाहिँ मलाई बाउजूले जोरसे बहिनी बहिनी भनेर बोलाउनु भयो। किन बोलाउनु भयो भनेर गएको त कुद्देर। यता चाहिँ हाम्रो गाईले चाहिँ उता घाँस लिएको देखेर पुरा कुदाउँदै रहेछ कि भाउजूलाई। र म चाहिँ गाईलाई सम्हालेर अनि भाउजू चाहिँ जानुभयो। अनि यता फेरि मैले चाहिँ जे लिनु गएको बाँसघारीमा त्यो लिएर आइसकेको छु गाइस। र यता चाहिँ घरमा आएको त यता काकाले नारियल काटिदिनु हुँदै रहेछ। अन्त आमाले चाहिँ प्रसादी, अजीले चाहिँ यहाँ फुल पनि दिनुहुँदैछ। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो अझै बिमारी र मुसुरी चाहिँ खुल्नै दिनुहुन्न कि मच्छरले परेशान गर्छ भनेर। सबै रेडी भइसकेको छ। म चाहिँ पूजा गर्नु जानु आँटेको छु। यहाँ चाहिँ अब यहाँ सबै थोक रेडी भइसकेको छु। यता प्रसाद यतामा अरू गाइस, म चाहिँ योपालि चाहिँ सकमा एक्लै भइरहेको छु कि गाइस, किनकि म चाहिँ लक्ष्मीको मान्छे हो नि त, त्यही लागि सकमा म भ्याइरहेको छु होइन गाइस। अब व्रत पनि म एक्लै राख्ने हो। अब सबैजना नभ्याउने भयो। अझै चाहिँ हाम्रो अझै बुढी हुनुभयो, आज पनि व्रत राख्ने भन्नुहुँदै थियो। लेकिन अब दबाई खानुपर्छ नि टाइम टाइममा। अनि कहाँ व्रत राख्नु सुन्छ नि त पछि अझै। हेलो भनिदिनु न। हेलो र गाइस, यता चाहिँ मैले लोटाहरू सजाएर पुरा एकदमै रेडी पारेर अनि म चाहिँ पूजा गर्नु जान्छु भनेर भने एक्लै भयो कि योपालि चाहिँ भनेर भन्दैछु कि। अरू बेला त सबैजना हुँदा कतै राम्रो लाग्थ्यो नि, रमाइलो लाग्थ्यो। अनि यता चाहिँ हेर्नु सक्नुहुन्छ गाइस, म चाहिँ यहाँ एउटा एउटा गर्दै गर्नु थालेँ। अब के गर्नु नि, एक्लै भए पनि गर्नै पर्यो। गाइस, यो भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला, बेसी लामो भयो। यो फुल देखाएर चाहिँ म भन्दैछु अस्ति भाइटिकामा भेटेको भए कति राम्रो हुन्थ्यो भनेर भन्दैछु कि यहाँनिर। अनि सबैजना हाँस्दै थियो अँ त भनेर भन्दै थियो, किनकि योपालि त जल्दी भयो नि भाइटिका, त्यही लागि भनेर भन्नुहुँदै थियो। र म चाहिँ यता लगाउनु थालेँ फुल अनि लगाइ पनि सकेँ गाइस। अन्त मान्छेहरूलाई चाहिँ प्रब्लम चाहिँ के छ होला गाइस, हेर्नु न, मैले यसरी भिडियो बनाइदिएँ भनेर दिदीलाई भनेको थिएँ त। अनि दिदीले बनाइदिँदै थियो र एउटा मान्छे आयो कि गाइस, र दूरको मान्छे होइन, सामनेकै मान्छे हो। र उसले चाहिँ मलाई के भन्ने थाहा छ, एमामा पूजा गर्दा पनि भिडियो गर्ने अरे मोडल जमाना आयो अरे। आजकलको समयमा कसले भिडियो गर्दैन होइन गाइस। जो मान्छेको घर भर्ती भिडियो बनाउने छ त्यही मान्छेले पो मलाई आएर भन्दैछ। र दुनियाँको कुरा सुन्नु पनि हुँदैन कि गाइस। दुनियाँको कुरा सुन्नु थाल्यो भने पागल भएको पनि थाहा पाउँदैन। र यता चाहिँ म पूजा गर्न थालेँ गाइस। र यता चाहिँ मैले प्रसाद भी बनाएर अनि सबैलाई दिनु भनेर गएँ। र आजको लागि चाहिँ यति नै गाइस। र धेरै माया र सपोर्ट गरिदिनुहुन्छ भनेर म चाहिँ आशा राख्दैछु।